हेलो साथीहरु, तपाईहरुलाई आजको मेरो चाहिँ नयाँ भिडियोमा यहाँलाई स्वागत छ। आज म यहाँलाई एउटा रेसिपी लिएर आएको छु। अच्छा केको रेसिपी भन्नुहुन्छ भने रसगुल्लाको एकदम एवन रेसिपी लिएर आएको छु। आधा लिटर दुधमा मैले चाहिँ लगभग 1 केजी बराबरको मैले रसगुल्ला बनाउने छु। यहाँ हेरेर आनन्द लिनुस्, म पनि आनन्द लिन्छु र अब लागौ भिडियोतिर। अब सर्वप्रथम हामी चाहिँ म चाहिँ दुध तताउन लाग्छु। दुधलाई पहिले जस्तो तताउनु पर्यो है। टक्क पारेर ग्यास खोल्दै त हो भन्यो। अब यसमा हामी हल्का पानी हाल्नुपर्छ। किन खरच भन्छ हल्का, धेरै हैन, यसको मात्रा अनुसार हल्का 2-3 स्पुन मात्र है, यति पानी हाल्ने हैन। यसमा चाहिँ हामी टक्क पारेर, मैले आधा लिटर हो, धेरै हैन, यो भैँसीको है, आधा लिटर दुध लिएर आएको बजारबाट। यो चाहिनु पर्यो। अब यसलाई टक्क पारे हामी चाहिँ यसरी है तताउँछ, राम्रोसँग यसलाई उमाल्ने के। यो भिनेगर हो, बजारमा उपलब्ध थियो यो। म हल्का धेरै हैन, 2-3 स्पुन मात्र, 1 स्पुन भयो, 2 स्पुन, धेरै 3 स्पुन हाले पुग्छ। पानी हाल्नु पर्यो यसमा, यसलाई पनि धुनु पर्यो नि। ल यति जति दुध उम्लिसकेको छ हैन। यसलाई टक्क पारे राम्रोसँग उमाल्नु पर्यो के। टक्क यसलाई यसको यो पनि अन गरौँ। सरी यार, मलाई त आउँदैन त यो। यसलाई एकछिन यसको हावा बाहिर जान्छ है, मैले चलाएँ। मजाले यसलाई 10 मिनट जति यसलाई हामी चाहिँ सेलाउँछौँ। जति हामीले दुध ल्याएको छौँ त्यसको बराबर चिनी हाल्नु पर्यो। हेर्नुहोस् है, जहाँबाट हामीले किनेर ल्याउनु र हामी घरमा बनाएर खानु र कति फरक छ। अर्ग्यानिक पनि हो, हामीले आफै बनाउनु पायौँ, सिलो पनि, र प्लस पैसा पनि बचत है। कति पैसा म तपाईँलाई भनेछु, मैले 45 रुपिसको दुध ल्याएँ। आधा केजी यसको भने लगभग तपाईँको 40 देखि 50 रुपिस चिनीको हो। आधा 95 हो अलमोस्ट है। 95 मा तपाईँको भिनेगर 60 रुपिस, 95 भने चाहिँ तपाईँको 155। बेकिङ पाउडर 60 रुपिस। वान टाइमले मात्र होइन है, फेरि धेरै काम लाग्छ फेरि यो तपाईँको जति अरू यसमा पनि हाल्न मिल्यो। फेरि तपाईँ आफै हिसाब गर्नुहोस् कतिमा ल्याए, कति हो है। आधा केजी भयो है यो, हेर्नुहोस् तपाईँ हेर्नु सक्नुहुन्छ, आधा केजी लगभग आधा केजी हो। हामी पानी हाल्छौँ, हामी यसलाई उमाल्छौँ। यता पानी उम्लिँदै गर्छ, चिनी पानी, यता चाहिने पर्यो तपाईँको दुध पनि उम्लिँदै गर्छ, सेलाउँदै गर्छ। चास्टी पनि अब लगभग रेडी हुँदैछ। दुध पनि एकदम सेलाइसकेको छ। त्यो पानी हाल्छौँ अलिअलि गरेर, किनभने यसलाई हामीले फटाउनु, दुध फटाउनु पर्ने, दुध फटाउनु पर्यो। यसलाई हल्का हल्का हाल्नु पर्यो, धेरै एकैचोटि हाल्नुहुन्न, अलिअलि गरेर हाल्नुपर्छ। अब यसलाई फाटेको चिजलाई यसरी चाहिँ छान्नु पर्यो। अब यसलाई चाहिँ मजाले, अब हेर्नुहोस् है, यो हो माल। अरे कहना क्या चाहते हो। टक्क हामी यसलाई मजाले चलाउनु पर्छ। बेकिङ पाउडर हाल्छ हल्का, धेरै होइन, 1 स्पुन जति हामी बेकिङ पाउडर हाल्छौँ। सेट हल्का, यसलाई धेरै हाल्नु परेन, हल्का सानो सानो रुट्ने। अब कत्रो बनाउने आफ्नो साइज अनुसारको मैले सानो बनाएँ। भन्यो है, कुनै अलिक सानो कुनै ठुलो भएको छ, ठिक छ। तपाईँलाई यदि यो भिडियो मन पर्यो भने फेरि पनि म अर्को रेसिपी लिएर आउँछु है छिट्टै। यो भिडियो लगत्तै फेरि अर्को रेसिपी लिएर आउँछौँ। यदि फेसबुकमा हेर्दै हुनुहुन्छ भने मेरो पेजलाई फलो गर्नुहोस्, लाइक गर्नुहोस्, भिडियोलाई होइन सेयर गर्नुहोस्। यदि युट्युबबाट हेर्दै हुनुहुन्छ भने भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गर्नुहोस्। यो हाल्छौँ टक्क बनाएको हामीले चाहिँ यसमा यसरी हाल्दै गर्छौँ, टक्क हाल्छ है, 1 बाई 1। त्यो तपाईँको पानी माथि नआओस् भनेर हामीले चाहिँ यो फटाफट हाल्दैछु मैले, यो बाहिर नआओस् भनेर है। टक टक
अनि त्यो रसगुल्ला सहित हामी रसगुल्ला यसमा राख्नेछौँ होइन। रसगुल्लालाई चाहिँ यहाँ राखेर अब ठुलो झान्ने पाएन मैले, अब सानो झान्नेबाट मैले काम चलाउँछु है। यसमा चाहिँ रसगुल्लाहरू छ। अच्छा देखिनु त हो। अरे के भयो? अरे देखिनु त हो। अब ये क्यों, क्या हुआ? 7 करोड़। भाइ रस यार आस्नु भयो नि, खानु पर्यो। अब यो के गर्ने अब उभ्याइदियो त खान्थे। हेर्नुहोस् रसगुल्ला रसले खानु पर्यो। समझ रहे हो? गाइस आजलाई यति नै। प्रयास गरियो, सबभन्दा ठुलो नै प्रयास गर्ने ठुलो हो। मैले आँट गरेँ, हिम्मत गरेँ, बनाउन सुरु गरेँ। आज म फेल भए फेरि बनाउँछु, पास गरिदेखि देखाउँछु। जबसम्म हामी हिँड्दैनौँ लड्दैनौँ नि, हिँडेपछि बल्ल लड्ने हो नि हो। जब मैले बनाएन म बिग्रियो नि, नबनाएको कहाँ एउटा बिग्रिन्थ्यो नि, बिग्रिन्थेन। अब मैले बनाएँ, म फेरि ट्राई गर्छु। लडेँ फेरि उठेर फेरि हिँड्ने प्रयास गर्छु। म हिँड्नु मात्रै होइन दौड्ने प्रयास गर्छु। म तपाईँहरू पनि यही हिम्मत, यही आँटका साथ तपाईँ अगाडि बढ्नुहोस्। एकदम सफल सक्सेस हुनुहुनेछ भन्दै आजको भिडियो यति नै। यदि तपाईँहरूले हाम्रो भिडियोलाई मन पराउनु भयो भने युट्युबबाट हेर्दै हुनुहुन्छ भने लाइक शेयर सब्सक्राइब गर्न नबिर्सनु होला। र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने हाम्रो भिडियोलाई, हाम्रो प्रोफाइललाई फलो र हाम्रो भिडियोलाई सेयर र लाइक गर्नु नबिर्सनु। आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट मार्फत दिनुहोस् है। एकदम थ्याङ्क यू।